के तपाईलाई थाहा छ दिनभरि तपाईले जे निर्णय लिनुहुन्छ ती निर्णयहरू प्राय तपाईका होइनन्। हामी प्रत्येक दिन विभिन्न अवस्थामा विभिन्न निर्णयहरू लिने गर्छौं, जस्तो के खाने, कहाँ घुम्न जाने, कस्ता कुराहरू किन्ने, कोसँग भेट्ने, आज दिनभरिको दिनचर्यामा कस्ता कस्ता कामहरू गर्ने, यस्ता निर्णयहरू हामी प्राय लिने गर्छौं। तर यी निर्णयहरू लिँदा यी निर्णयहरू प्राय हाम्रा हुँदैनन्। हामी बाहिर जुन घटनाहरू घटिरहेको हुन्छ, हामी जुन सोशल मिडिया, टिभी, मोबाइल इत्यादिमा हेरेका हुन्छौँ, अरू घटनाहरू परिघटनाहरू जुन हामी अनुभव गरेका हुन्छौँ, त्यो कुराहरूले हाम्रो निर्णयहरू र हाम्रो दैनिक जीवनका कुराहरूलाई चाहिँ असर गरेको हुन्छ। तर यस्ता कुराहरू हामीले आफै निर्णय लिएको जस्तो लाग्छ, तर प्राय जस्तो हाम्रो विचार, हाम्रो भावना, हाम्रो आवश्यकतासँग यस्ता निर्णयहरू मेल खाँदैनन् र लास्टमा हामी पछताउँछौँ र हामीलाई लाग्छ कि यी निर्णयहरू हाम्रा लागि आवश्यक थिएन, तर के हो म चाहिँ यस्ता निर्णयहरूतिर लागेँ र हामी चाहिँ यसका दुष्परिणामहरू भोग्न बाध्य भए जस्तो लाग्छ। यदि कसैलाई या तपाईलाई लाग्छ कि तपाईले लिएको निर्णयहरू सबै तपाईका आफ्ना निर्णयहरू हुन् भने त्यो तपाईँ चाहिँ एकदमै गलत साबित हुनुहुन्छ। हाम्रो मस्तिष्क अर्थात् दिमाग दुई प्रकारले काम गरेको हुन्छ। एउटा चाहिँ कन्सियस माइन्ड जुन चाहिँ सचेत मस्तिष्क भन्छौँ, अर्को चाहिँ अचेतन मस्तिष्क भन्छौँ, भन्नाले सबकन्सियस माइन्ड। थुप्रै घटनाहरू र जुन कुरा हामीले हेरिरहेका हुन्छौँ त्यो कुराहरूले हाम्रो अचेतन दिमाग अर्थात् सबकन्सियस माइन्डलाई असर गरेको हुन्छ र हामी निर्णय लिँदाखेरि हाम्रो सचेत दिमाग कन्सियस माइन्डले मात्रै हामी निर्णयहरू लिँदैनौँ। प्राय जसो निर्णयहरू हाम्रो अचेतन दिमागले लिइरहेको हुन्छ। सचेत दिमागबाट लिएको निर्णयहरू हाम्रो विचार आवश्यकतासँग मेल खान्छ, तर अचेत दिमाग अर्थात् सबकन्सियस माइन्डले लिएका निर्णयहरूलाई चाहिँ हाम्रो बाह्य घटनाहरूले धेरै प्रभाव पारेको हुन्छ। खास गरेर हामी चाहिँ सोशल मिडियाबाट दैनिक रूपमा के हेरिरहेका हुन्छौँ त्यसले धेरै प्रभाव पारेको हुन्छ। उदाहरणको लागि जब हामी कुनै सोशल मिडियामा मिठो खानेकुराको विज्ञापन हेर्यौँ भने यसले हामीलाई भोक लाग्नु मात्रै होइन, त्यस्ता कुराहरू किन्ने अवस्थासम्म र किन्ने अवस्थाको निर्णय लिनेसम्म पुर्याउँछ, जबकि त्यो हाम्रो आवश्यकता र हाम्रो आर्थिक अवस्थाभित्र नपर्ने कुरा किन नहोस्। त्यसैले सही निर्णय लिनलाई कस्ता कस्ता वैज्ञानिक उपायमा हामीले ध्यान दिनुपर्छ। सबभन्दा पहिला हामीले जे निर्णय लिइरहेका छौँ त्यो सबै हाम्रो निर्णय होइनन् भन्ने कुरा चाहिँ हामीले बुझ्नुपर्छ र ती निर्णयहरूमा चाहिँ कुन निर्णय चाहिँ हाम्रो विचार, हाम्रो आर्थिक अवस्था, हाम्रो आवश्यकतासँग कस्ता कस्ता निर्णयहरू मेल खान्छन् त्यो कुरा हामीले हरेक निर्णयलाई एनालाइसिस गर्दा चाहिँ त्यो कुरा बुझ्नु पर्दछ। दोस्रो कुरा, जस्तो निर्णय लिँदा पनि एकचोटि हाम्रो निर्णय चाहिँ हाम्रो आवश्यकता, इच्छा र विचारसँग मेल खाँदैनन् भने त्यस्ता निर्णयहरूलाई हामीले बाइकआउट गर्नुपर्छ र त्यस्ता निर्णयहरूबाट हामी पछि हट्नुपर्छ। यस्तो कुरा हामी पटक पटक गर्दै जाने हो भने हामी चाहिँ प्राय जसो हाम्रो कन्सियस माइन्ड जुन कि हाम्रो विचार, आवश्यकता, हाम्रो आर्थिक अवस्थासँग मेल खान्छ, त्यसमा हाम्रो निर्णयहरू बेस्ट भएर जान्छ र हाम्रो सचेत दिमागले जुन निर्णय लिन्छ त्यो हाम्रो सही निर्णय हो, त्यो हामीले बुझ्नुपर्छ। हाम्रो इच्छा, भावना थुप्रै कुराहरूले प्रभाव पारिरहेका हुन्छन् र त्यस्तो अचेत दिमागले चाहिँ सबकन्सियस माइन्डले लिएका निर्णयहरू हाम्रा सही निर्णय र हाम्रा जीवनसँग मेल नखाने खालका निर्णयहरू हुन् भन्ने कुरा हामीले बुझ्नुपर्छ र त्यसलाई हामी नकार्नुपर्छ र त्यसलाई हामी चाहिँ आफ्नो जीवनमा चाहिँ फलो गर्नु हुँदैन। यस्तो बानीले हामी चाहिँ बिस्तारै बिस्तारै चाहिँ हामी निर्णय लिने क्षमतामा स्वतन्त्र हुँदै जानेछौँ र हामी कन्सियस माइन्डले निर्णय लिने अवस्थामा पुग्नेछौँ र त्यो सही निर्णय हुँदै जानेछ। यो भिडियो हेर्दा यदि तपाईँले फरक ढङ्गको अनुभव गर्नुभएको छ भने यस्ता विचारहरू चाहिँ आफ्नो साथीहरूसँग पनि साझा गर्नुहोस्। यहाँ हामी चाहिँ कसरी गलत निर्णय लिइरहेका हुन्छौँ र सही निर्णय लिने अवस्थामा या सही निर्णय लिँदाखेरि हामीले कस्ता कस्ता कुरामा ध्यान दिनुपर्छ भन्ने कुरा हामीले आज सिक्यौँ र यस्तै गहन विचार भएका भिडियोहरू अझै हेर्ने मन छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोस् र यस्ता भिडियोहरूबाट लाभान्वित हुनुहोस्।